यला महानगरपालिका मेयर चिरी बाबु महर्जन थगु पदभार ग्रहण याना दिगुतु मेयर महर्जन थगु पदभार ग्रहण बुधबार यानाति गुखा महानगरीय मेयर रूपे निर्वाचित जुसेनी पदभार ग्रहण यासे मेयर महर्जन मिगया उपमहानगरपालिका वडा त व नुगु थपजुगु वडा विकास हिसाब एकरूपता कायम यागु प्रतिबद्धता पुंकुसे थुकिया नीति थपजुगु वडा योको बजेट विनियोजन यागु योजना दुगु थाइदिल यो महानगरपालिका गएको 74 सालमा उपमहानगरपालिका थियो इलेक्सनकै निमित्त यसलाई चाहिँ अपग्रेड गर्यो अपग्रेड गर्दाखेरि हिजोको कार्य विनायक नगरपालिका र छिमेकी हिजोका गाउँपालिकाहरू यसमा मर्ज गरिएको थियो तसर्थ हिजोको उपमहानगरपालिकाको विकासको स्तर र हिजोको कार्य विनायक र हिजोको गाउँपालिकाहरूको विकासको स्तर चाहिँ धेरै फरक छ तसर्थ यसलाई चाहिँ सामञ्जस्यता ल्याउनको निमित्त हिजोको गाउँपालिका र कार्य विनायक नगरपालिकाका वडाहरूलाई चाहिँ हामीले छिटोभन्दा छिटो यो दाँजोमा ल्याउनको निमित्त हामीले चाहिँ हाम्रो नीति परिवर्तन गरेका छौँ यो भन्दै गर्दा हामीले चाहिँ बजेटको विनियोजन गर्दा हिजोको यी कार्य विनायक र हिजोको गाउँपालिकालाई चाहिँ हामी बढी बजेट विनियोजन गर्छौँ उदाहरणको निमित्त आर्थिक वर्ष 2079-80 को बजेट विनियोजनमा यी गाउँपालिकालाई चाहिँ हामीले वडा स्तरको विकास बजेट भनेर हामीले 3 करोड 25 लाख रुपैयाँ दियौँ भने यताको हिजोको उपमहानगरपालिकाका वडाहरूले चाहिँ लगभग 1 करोड 90 लाख रुपैयाँ मात्रै दिए पदभार ग्रहण दिसे वेकल सोंगु महत्त्वपूर्ण निर्णय याना दिगुतु अहिले हामीले तीनटा निर्णय गर्यौं नम्बर 1 हाम्रो नीति अन्तर्गत हामीले चाहिँ वडाबाटै अब उपरान्त वडा स्तरीय विकास निर्माणको कामहरुको लगत एस्टिमेट बिल्स अफ क्वान्टिटी त्यसको चाहिँ मतलब मेजरमेन्ट ती कामहरु वडाबाटै गर्ने तसर्थ यहाँ चाहिँ वडाबाट गरिने सम्पादन गर्ने कुनै पनि निर्णयको निमित्त नगरपालिकाको केन्द्रमा आउनु पर्दैन विकेन्द्रीकरणको सिद्धान्त चाहिँ हामीले कार्यान्वयन गर्यौं नम्बर 1 वडा याइगु छुन निर्णय लागि महानगरपालिका केन्द्रीय बुएमुआगु आत्तक चक्रपथ पिने फोर संकलन या मफुगुले महानगर ट्रक याना संकलन सुरु यागु व राजस्व संकलन अनलाइन पाखे यागु प्रक्रिया न्याकेगु निर्णय याना दिगु खा नम्बर 2 अहिले सम्म हामीले चक्रपथ भन्दा बाहिर हामीले फोर संकलन गर्न हामी सकिरहेका थिएनौं त्यो नसक्नुको कारण हामीसँग पूर्वाधारको कमी थियो तसर्थ अहिले हामीले चाहिँ कम्प्याक्ट ट्रकहरु किन्यौं तसर्थ अब कम्प्याक्ट ट्रकको डेलिभरी चाहिँ विदिन नेक्स्ट 3 वीक्स मा हुन्छ भन्ने चाहिँ हाकिम साहबले अहिले जानकारी गराउनुभयो तसर्थ 3 वीक्स पछि हामी चाहिँ 29 वडामा त्यसमाथि पनि पर्टिकुलरली चक्रपथ भन्दा बाहिरको वडाहरुमा चाहिँ हामी फोर कलेक्सन एउटा शेड्युल बनाएर एउटा रुटिन बनाएर नियमित तवरले हामी गर्छौं तेस्रोमा चाहिँ हामीले हुन त यो पहिले पनि हामीले कुरा गरेका थियौं त्यसलाई चाहिँ कार्यान्वयन गर्न सकेका थिएनौं हामीले केही हदसम्म प्रोग्रेस चाहिँ गर्यौं कि हामीले रेभिन्यू कलेक्सन चाहिँ हामी अब अनलाइन बाट गर्नको निमित्त हामी अगाडि बढ्छौं र यसलाई चाहिँ निकट भविष्यमा हामी कार्यान्वयन अथे उपमेयर मञ्जली साक्य वज्राचार्यन बुधबार पदभार ग्रहण याना दिगुतु पदभार ग्रहण दिसे वेकल आत्तक मेलमिलाप केन्द्र महानगरपालिका पाखे सञ्चालन ज्याबु या चुम्पुनी आ मेलमिलाप केन्द्र वडा स्तर सञ्चालन यागु निर्णय याना दिगु खा अहिलेसम्म चाहिँ मेलमिलाप केन्द्र महानगरबाटै सञ्चालन हुँदै आइरहेको रहेछ त्यसलाई चाहिँ विकेन्द्रीकरणको नियम अन्तर्गत अबदेखि हाम्रो नगरवासीले आफ्ना समस्याहरूलाई महानगरसम्मै आएर दुःख पाउन नपरोस् भन्ने हिसाबले हरेक समस्याहरू चाहिँ वडा स्तरमै समाधान गर्ने गरेर मेलमिलाप केन्द्रको सञ्चालन चाहिँ अब वडा स्तरमै गर्ने निर्णय गरिएको छ यहाँलाई जानकारी गराउन चाहन्छु वेकन थगु मुख्य प्राथमिकता विकास समृद्धि व सुशासन युक्त महानगरपालिका देखेको थ्यादिल अब मुख्य त हामीले विकास समृद्धि र ललितपुर महानगरलाई सुशासन युक्त महानगर बनाउने कुरालाई चाहिँ म प्राथमिकतामा राख्न
चाहन्छु र उपप्रमुखको हैसियतले मेरो जिम्मेवारीमा जे पर्छ नीति र विधि अन्तर्गत बसेर सम्पूर्ण कामलाई पारदर्शिता ढङ्गले चाहिँ काम सञ्चालन गर्ने कुरा पनि म यहाँको माझमा राख्न चाहन्छु। Huh?